हेलो गाइस, गुड मर्निङ। आज म कस्टर्ड बनाउँदैछु। आज मैले कस्टर्डको रेसिपी लिएर आएको छु। यो मेरो काटेको ग्रेप्स, मसिनो काटेको एप्पल, काटेको बनाना, यसरी नै मसिनो काटिकन राखिरहेको छु। र मैले यता एउटा पेनमा दुध गरम गर्दैछु। दुधलाई पकाउने हो। यता हेर्नुहोस्, दुधलाई जति नै राम्रोसँग पकाउनुहुन्छ यसरी पकाउँदैछु हो। मजाले पकाउने यसलाई। म थोरै चिनी हाल्दैछु। त्यसपछि यसलाई मजाले चलाउने, पकाउने हो दुधलाई। मजाले पकाउँदैछु दुधलाई हो। मैले एउटा बटुकी लिएको छु। अब म यसमा कस्टर्ड हाल्ने, कस्टर्ड पाउडर हालिकन राखिरहेछु। र मैले यसमा बाँचेको दुध माथिबाट हालिरहेछु। यसलाई म फेर्दैछु दुधमा घोल्दै। कस्टर्डको घोललाई यसमा हाल्ने हो, मिलाउने। त्यसपछि यसलाई चलाउने, मजाले पकाउने हो। जति बाक्लो हुँदै जान्छ त्यति नै राम्रो हुँदै जान्छ। यसमा म इलायचीको पाउडर हाल्दैछु र मेरो यो फ्रुटहरू हाल्दैछु। यसरी नै हालिकन पुरा मिसाउने हो। यता हेर्नुहोस्, मेरो फ्रुट कस्टर्ड रेडी भइसकेको छ। मेरो च्यानललाई सब्सक्राइब गरिदिनुहोस् होला।